guys, welcome back to my YouTube channel and Facebook. आज चाहिँ हामी मान्डुल खोला गइरहेको छ पौडी खेल्नुको लागि। आजको दिन पनि यति दामी भइरहेको छ। सो उमेश भाइ अनि म चाहिँ आज हामी पौडी खेल्नु गइरहेको छ। आफ्टर हाम्रो स्कुलको इक्जामहरू सकिरहेको छ, सबै समर भ्याकेसन स्टार्ट भएको छ आजदेखि। सो भाइ र म चाहिँ आज अलिकति रिफ्रेसमेन्टको लागि हामी मान्डुल गइरहेको छौँ। सो हेर्दै गर्नु होला। र हामी यहाँनिर मान्डुल खोला आइपुगेको छ। हामी जुन एक्सपेक्टेसन गरेर आएको थियो त्यहाँ चाहिँ एकदमै भेटाएन हामीले। पौडी खेल्न आएको छैन, पौडी नै छैन रहेछ यहाँनिर। यही रहेछ पौडी। अब यहाँ खेल्यो भने त यहाँ त बर्बाद छ। त्यसै कारण अब हामी फेरि फर्केर जाँदैछौँ। अब हामी जानेछौँ नामपाताङ। त्यहाँनिर छ भन्दैछ, अब हेरौँ कस्तो छ त्यहाँनिर जग्गाहरू। हाम्रो भाइ यहाँ हरेस खाएर फर्किँदैछ। पौडी खेल्नु आएको छैन, पौडी छैन हौ यहाँ त। यस्तो पो रहेछ हौ। यतातिर भालुहरू निस्किँदैन, त्यति मात्रै छ त। होला त यही देख्दैछु। नामपाताङ आइपुगेको छ त। यहाँ चाहिँ नयाँ पुल बनाउँदै रहेछ नामपाताङमा। आजको दिन यस्तै दामी भइरहेको छ। भाइ र म पौडी खेल्ने खोजेकोले कति हैरान भइसक्यो। आजको दुःख गरेको देख्दा तर अब अलिकति माथि हिँड्नुपर्छ अरे यहाँदेखि। हामी त्यो ठाउँमा जाँदैछौँ, हेरौँ कस्तो हुन्छ। आजको दिन अनएक्सपेक्टेड हाम्रो यहाँ एडभेन्चर हुँदैछ। अब यहाँ दुईवटा बाटो छ, कहाँ जानु? अक्कर पक्कर बम्बे पो गर्नुपर्छ ल। यतै होला। त्यो होइन मजा जाने त छैन नि बाटो है। भट्के त फेरि कता हो? अब देख सकते इस जगह पे संभल के चलना पड़ेगा। थोड़ा मिस्टेक हो गया तो नीचे गिर जाएगा। त्यो दिदीहरू त उहीँ पर भन्दै थियो।
यहाँ हेर्नुहोस् यो जङ्गल अब कहाँ चाहिँ छ बाटो हामी त्यो बाटो चाहिँ सिस्नो घारी पोल्दै 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 आएको सो फाइनली यहाँ आइपुग्दाखेरि चाहिँ एकदमै रमाइलो राम्रो रहेछ यहाँनिर सो तपाईँहरू पनि आउनुहोस् यहाँनिर तर हेर्दा चाहिँ त्यो लाग्दैछ कि हामी पानी देख सकते हैं आप लोग किधर मेन मजा आउँदैछ है आज चाहिँ दामी है पानी वाला घाट मजा आयो मजा आयो र फाइनली आजको हाम्रो मिसन सक्सेस भएको छ निकै हामी टाढो हामी ट्राभल गऱ्यो र आज हामी यहाँ नामपतङ यहाँनिर आएर हामी आज मजाले हामीले पौडी खेल्न सक्यौँ हाम्रो इक्जामहरू ओभर भएर अलिकति रिफ्रेसमेन्टको लागि आएको थियौँ सो तपाईँहरूलाई अब के भन्न चाहन्छु भन्दाखेरि जतिजना पनि तपाईँहरू यो खोलातिर आउनुहुन्छ है अहिलेको रिसेन्ट अब कतिवटा कुराहरू भइरहेको छ डिस्टर्बेन्सको कुराहरू सो तपाईँहरू अलिकति जोगिनुहोस् त्यो कुराबाट जोकेर खेल्नुहोस् है अहिले चाहिँ हामी फर्किँदैछौँ अन्त एकदम टाढो रहेछ तर मजा आयो आज जङ्गलको बाटो अलिकति हाम्रो ट्रेकिङ टाइपको पनि भयो नयाँ ठाउँमा एक्सपिरियन्स राम्रो भयो आज अब हामी फर्किँदैछौँ हामी रुम पुगेर एकछिन चाहिँ ल्यान्डिङ दिनुपर्छ ओके थ्याङ्क यू